हेलो गाइज, यो थाहा पाउँदैन 2:30 बजे उठ्छु भनेर आज 3:30 बजेसम्म मोबाइल स्विच अफ गरेर सुतेर आएर बर्गर किनेर खाँदैथि। परेन त नि त्यस्ता खान मान्छे। अन्त नि अनि यो हामी अहिले बसेको चाहिँ चाचा टाउन। त्यहाँभन्दा धेरै मैले भन्न म नराम्रो देखेको छु, सरी। भर्खरै खाएको बर्गर भ्याइ त्यसपछि चाहिँ अब गोमी फाल्न जाँदैथि। गई मेरो गोमी धन्न साँच्चीकै चिनेरै आएकोमा फाल्ने ठाउँमै फालिछि। डन बनेर आउँदैथ्यो फेरि। अब यो नेपालको यो जापान नेपाल भएको है, नेपालको रानी मै हो भनेर हिँड्छु होला। त्यस्तो एटिट्युड बोकेर हिँड्छु। कसो बोले यो नेपाल हुन्थ्यो भने यहाँको रानी मै हो भनेर हिँड्यो भने म तँलाई म यता हेर्दा आइज यहाँ गेम खेल्न जाऊँ। आइज न खेल्नु। पैसा हालिदिन्छ सानो ए हाल्दिनँ पैसा त। उसरी धेरै एउटा किन्दैन, एउटा कसरी 200 छ कि 300। केटीहरूले खेल्ने गेम हो यो, तर पनि हामी गयौँ। भनेर भनेको थियो, तर मैले डल खेल्ने भनेको थिएँ, तर असैले मानेन। असै चाहिँ चक्लेटहरू रे अनि केटीहरू जस्तो सानो चिज आउँछ भनेर सानो चिज खोज्दै हिँड्दै थियो। चाहिँ ठुल्ठुलो खोज्दै थियो, तर हामीले केही पनि यहाँ ऊ पनि यो चाहिँ बब्लिकम हो। चक्लेटहरू के हो पनि बच्चाहरूलाई खेलाउने कुरा। अनि यताउति हामी घुम्दै कस्तो रमाइलो थियो यहाँ। तर पनि हामी खेलिन। यहाँ खानेकुरा छ, चिप्सहरू, रामेनहरू। तै पनि खेलिन। यहाँ रक्सीसँग खाने कुरा नि छ, के कुरा खानेकुराहरू नै थियो। जुसहरू सबै बिस्कुट सबै थियो। अनि हामी हिँड्दैछौँ। कसैले कुनै पनि मन परेन यहाँनिर। आउँदैन यो आउँछ खोइदिएन मलाई एउटा 100 रुपियाँ चाहिँ त म प्ले गर्छु। राम्रो सङ्गीत उदेशमा बस ल 55 चस्मा निकालेर मलाई दे। आल्चिटो कहाँ खिच्या कि त नि के खिचे कस्ती रहेछ बस्न दिने आजकल। यसले सार्ने पहिले सार्ने अनि अठाउने हो कि कुन चाहिँ हो कुनै बिर्से। सार वाह निकाल ओइ आएन। ओ 100 रुपियाँ मलाई 100 रुपियाँ दे न। एकछिन यो रेड भएछ। भयो कि बरु ह्यागुएनमा गएर किन एउटा किन्छु लास्ट साइड भिजाएको खुसियाली।
के अरे यसको बेङभरि पैसा खाएन यसले आएर मलाई 1 प्लेट मोमो खुवाई भनेको नि खुलाइने उता तलबाट किसमा बच्चा जस्तो मलाई चाहिँ यत्रो अनुहार देखाउनु अब चाहिँ यत्रो घर हिँड्नु डन बल्टिन्छ यार उता तलबाट किसमा बच्चा जस्तो